ठिक छ नि, म मिलाउँछु ल। आदरणीय भक्तजनहरू, आम अनुयायीहरू, आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, विश्वभरि रहनुभएका आम वैदिक सनातनीहरू, मुख्यतः मैले तपोबलबाट गीत मार्फत केही कुराहरू आवाज दिने कार्य गर्दै आएको थिएँ। आज पनि मैले यहाँहरूलाई गीत मार्फत देशमा भइरहेको गतिविधिको बारेमा दिँदैछु। यो तपोबलमा लिएको गीत हो। मेरो आफ्नै शब्द रचना, म आफै रचनाकार, म आफै हो। स्वर चाहिँ मसँग स्वरको धनी होइन, म रचनाको धनी हो, तपोबलको धनी हो। म गाउँदैछु, स्वीकार्नुहोला। यसले के भन्छ, गीतले नै भन्छ, त्यसमाथि म थपिदिन्छु है त। सत्यता आउने भो, धार्मिक द्वन्द्व बन्ने भो, असत्यको नाशै गर्ने हो। सत्यता आउने हो, धार्मिक युद्ध हुने भो, असत्यको नाशै गर्ने हो। नारो धरतीमा अब हाम्रो जन्म भो, सत्यता नै आउने भो, असत्यको नाशै गर्ने हो। नारो धरतीमा अब हाम्रो जन्म भो, सत्यताको रक्षा हो, अधर्मीको नाशै गर्ने हो। नारो धरतीमा अब हाम्रो जन्म भो, मुक्ति दिन लड्ने हो, अधर्मीको नाशै गर्ने हो, कम्युनिस्टहरूको नाशै गर्ने हो। नारो धरतीमा अब हाम्रो जन्म भो, मुक्ति दिन लड्ने हो, धार्मिक युद्ध पक्कै हुने भो। नारो धरतीमा अब हाम्रो जन्म भो, धर्म रक्षा गर्ने हो, अधर्मीको नाशै गर्ने हो, असत्यको नाशै गर्ने हो। जय राष्ट्रवाद। त भक्तजनहरू, यो गीतमा के भनिएको थियो भने, धरती आमा रोइरहेको पीडा देखेर धरती आमाको लागि कलियुगको 3700 वर्ष पछाडि त्रिशक्ति सिद्धवको नाममा त जन्मेको छ, तैँले गर्ने धार्मिक शुद्धिकरण, धार्मिक युद्ध नै हो। र यो गीतबाट सबै आम मानवलाई यो सन्देश दिए भनेको कारणले गर्दाखेरि मैले भनेको यसैमा अब सत्यता चाहिँ आउँदैछ, त्यसको लागि धार्मिक युद्ध, यी अधर्मी कारणले गौ हत्या गर्ने, क्रियापुत्रीलाई आक्रमण गर्ने, मैले भनेको थिएँ नि, मेरो स्वर्गीय पिता कमलदोस पाण्डेको 13 दिने संस्कारमा क्रियापुत्री बस्दाखेरि कालिम्चोक गाउँपालिका वार्ड नम्बर 2 त्यहाँको स्थानीय म संस्थापक सदस्य हुँ भन्ने माओवादी कार्यकर्ताले हामी माथि आक्रमण गरेको थियो, प्रयास गरेको थियो। उसको प्रयास त सफल भएन, हाम्रा समर्थक ज्यादा थिए, तर उसले प्रयास गर्यो, असफल प्रयास गर्यो भने अधर्मको यस्तो व्याप्त भएको बेलामा हाम्रो जन्म, त्रिशक्ति सिद्धबाबको जन्म भइसकेको छ, यहाँ शुद्धिकरण व्यापक भइराखेको छ, सत्यता चाहिँ पक्कै आउँछ र हामीले यी अधर्मीहरूलाई नाश गरेर, असत्यलाई नाश गरेर धर्मको रक्षा गर्ने हो, धरतीको रक्षा गर्ने हो, आम वैदिक सनातनीहरूको, मानवहरूको रक्षा गर्ने हो। यही सन्देशको लागि यो गीतद्वारा मैले यहाँहरूलाई दिएको। मैले धेरै कलाकारहरूलाई यो गीत गाइदिनुस् भने तर गाइदिन सक्नु भएन, किनभने उहाँहरू सबै कम्युनिस्ट समर्थक हुनुहुन्थ्यो, सक्नुहुन्थ्यो। कम्युनिस्ट समर्थक भएको कारणले गर्दाखेरि, नास्तिकताको बाटोमा हिँडेको कारणले यो गीत गाउन सक्नु भएन। यो गीत भनेको नास्तिकताको बाटोमा हिँड्नेहरूले गाउन सक्दैन, यो राष्ट्रवादी, धर्मवादी, ओतप्रोत, आत्मा पवित्र भएको व्यक्तिले यो गीत गाउन सक्नुहुन्छ। यस्ता गीतहरू मसँग 15-20 छन्। कसैले गाउनुहुन्छ भने म तपाईहरुलाई दिन सक्छु। अहिले यो गीत ले भनेको कुरा नै देशमा अहिले भइराखेको छ। यहाँ अधर्मीको नाश गरेर
राष्ट्र संस्थासहित हिन्दू अधिराज्य स्थापना गरिसकेपछि बल्ल सत्यको बाटोमा आउनेछ। त्यतिखेर देश लयमा जानेछ। त्यतिखेर हाम्रो कार्य उचित स्थानमा आउँछ। सेनाले हामीलाई खोज्छ, त्रिशक्ति सिद्ध बाबुलाई खोज्छ। फेरि पनि देश सेनाले होल्ड गर्नुपर्ने सत्तालाई केही समय भदौ 82 साल भदौ 23 र 24 गते पश्चातको जुन कन्डिसन सेनाको हातमा गएको थियो त्यो कन्डिसनमा दोस्रोचोटि जाँदैछ। त्यतिखेर सेनाले भुलवश अरूलाई बोलाइदियो र त्रिशक्ति सिद्ध बाबालाई बोलाएन भने देश फेरि लयमा जान सक्दैन। जसरी अहिले जेनजीको आन्दोलन पछाडि सुशीला कार्कीको शासनले देश लयबाट गइसक्यो, खेर गइसक्यो, लयमा जान सकेन। त्यसै गरी जुनसुकै सत्ता आए पनि लयमा जाँदैन, किनभने हामीले देशलाई लयमा कसरी लैजाने भन्ने कुराहरू हामी भगवान पशुपतिनाथको तपोबलमा छौँ, तपस्यामा छौँ। जय पशुपतिनाथ।